तपाईको पार्टीको प्रवक्ता उहाँ पनि संघीय संसदको सदस्य हुनुहुन्छ। उहाँसँग अर्को एक अन्तर्वार्तामा सोधेको थिएँ, तपाईँलाई आजकल संसद कस्तो लाग्छ भन्दा मलाई संसद जान चाहिँ खासै रुचि लाग्दैन भन्नुभयो। एउटा नेतालाई संसदमा जनताका लागि या यो मुलुकका लागि राम्रो काम भइरहेको छैन भन्ने लाग्छ र उसलाई संसद जाँदा रुचि भन्दा अरुचि धेरै हुन्छ भने त्यहाँ राम्रो भइरहेछ भन्ने मिल्यो र? हो, डेफिनेटली। तपाईँले अहिले भनेको जस्तो अब यो हाम्रो रुचिको मात्र विषय रहेन। अब जनताले हामीलाई झन्डै 2/3 बहुमत दिँदै गर्दा यो संसदीय जिम्मेवारीको मजबुत एउटा पात्रको रूपमा हामीलाई भूमिकामा त्यहाँ पठाउँदै गर्दा अब हामीलाई त्यहाँबाट पन्सिने छुट पनि छैन। फेरि अब विपक्षीको हो संसद भन्दै गर्दा विपक्षीले जे गर्छन् त्यसलाई त्यतै छोडिदिने र भोलि संसदीय व्यवस्था नै गलत हो कि भन्ने खालको मानिसमा त्यो भ्रम छर्ने गरी त्यस्तो कर्म चाहिँ हुन दिने चाहिँ हामीले चाहिँ दिनु हुँदैन। फेरि त्यो जिम्मा चाहिँ लिनुपर्छ फेरि हामीले दिन हुँदैन भन्ने। तर तपाईँहरू नै जान्नेलाई छान्ने भने छानेको, तपाईँहरू नै मुक्कामुक्की गर्दै जाने होइन। यसो छ, अब एउटा कुरा कस्तो छ भने म तपाईँलाई त्यो मुक्कामुक्की सन्दर्भमा बताइदिउँ। तपाईँलाई हामी यतापट्टि बसेका छौँ, बताइदिइहाल्नुहोस्। तपाईँलाई थप सोध्नु छ हुन्छ, तपाईँले मलाई सोध्न सक्नुहुन्छ। मुक्कामुक्की कहाँनिर भएको हो भने त्यो तपाईँले जानेर भन्न खोजिरहनु भएको छ। अस्ति हाम्रा पक्षका केही सांसद पनि उठ्नुभयो। यतापट्टि सरकारको कुर्सी राखेको सबभन्दा पहिले उठ्ने तपाईँले गरे हो, त्योभन्दा अगाडिको म भनिदिन्छु। म तपाईँलाई त्यही मैले तपाईँलाई भन्दैछु, यहाँनिर राखेको यता सरकारको टेबल, प्रधानमन्त्रीको टेबल छ, यता हाम्रो पार्टी सभापतिको टेबल छ। साथीहरू यताबाट उछट्टिएर सभामुखको टाउकोमा टेक्न जानुभयो, उताबाट धकल दिएपछि साथीहरू यता आएर हाम्रो प्रधानमन्त्री सभापति बस्ने कुर्सी नै ढालेर हामीमाथि हाम फाल्न थाल्नुभयो। च्यापिँदै गर्दा यता जानुहोस् भनेको कुरा एउटा भयो। त्योभन्दा पहिला तपाईँले मलाई जे कुरा बताइरहनु भएको छ, तपाईँ आफ्नो सिटबाट निक्लिएर आएको कुरा सोध्छु, दुई पनि सोध्छु। र तपाईँले एउटा सार्वजनिक ठाउँमा भन्नुभएको छ पार्टी सभापति रवि लामिछानेले हामीलाई संयमित हुनका लागि नभनेको भए र हामीलाई नरोक्ने पनि हामीले जानेको थियो।